ल हेलो गाइस, हजुर नमस्कार सबैलाई फेसबुक लाइभलाई। हेर्नु, मेरो मम्मीले नेपालदेखि खसीका खुट्टा ल्याउनु भयो है। यो चाहिँ खसीको कबाब हो। नेपालबाट कहिले मगाउनु भयो होइन, हजुरहरूले नि यस्तै मगाउनु होला आफ्नो बुवा निर बसी खसी हुन्छ। त्यहाँपछि हेर्नु नेपालको सिन्की, हेर्नु नेपालबाट त कति छन् आफन्त। यो चाहिँ भदैनले पठाएको है, जुम्लाको सिमी। फेरि जुम्ली सिमी भन्छ नि, के भन्छन्? जुम्ली सिमी भन्छ। जुम्ली सिमी थाङ्ने सिमी भन्छन्। उचाइ पनि सकिन्न गाइस, के गर्नु? जुम्ली थाङ्ने सिमी भन्छन् हो। यता हेर्नु, यो चाहिँ सिटोको दाल। मेरो मल खोइ यो चाहिँ केरा हो। चना भने त चना यो गाइसहरूलाई देखाइदिनु पर्यो नि त। झुट मान्नु होला, साँचो नमान्नु होला। हेर्नुहोस्, यो चाहिँ चना। हेर्नु, चाउचाउको त पुरै छोडिदिनु। जता हेर चाउचाउ छ। यो चाहिँ कहिले खानुभयो है नै, वनको बाँको के भन्छन् है, बाँको। यी चाहिँ के गर्ने, आमा बाबुको मन हो, बिउ राखेको पिनाल पनि ल्याउनु पर्छ। अब यो चाहिँ लसुन। हेर्नुहोस् गाइस, लसुन 2-4 महिना त टन्नै पारेर मलाई रासन पानी किन्नु पर्ने छैन। तिउन तरकारी मेरो मम्मीले ल्याएको। यो चाहिँ मुसुराको दाल। ल गाइस हेर्नु, तपाईँको बाउ आमासँग यस्तै मगाउनु होला। मेरो मम्मी त नेपालदेखि टन्नै मलाई 6 महिना खाने 3 तरकारी लिएर आउनु पर्छ।